जात्रा अनि देखाउँछ लाखे जात्रा यो 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 कस्तो होला बोराले 10 रुपियाँ बढी तिरेको थियो भने त्यो 50 होला अरू केही भन्न अब आजको टुरको बारेमा आजको टुरको बारेमा छ हामी जाँदैछौँ वहाँ छिन्ताङ भाइ तिमी के बोल्ला म के बोल्नु अब लाटो यो लाटो पनि दिनुपर्छ त्यो अर्को अब हामी पुग्न आँटिसक्यौँ भ्यू पोइन्ट अब हामी छिटै पुग्छौँ छिन्ताङ दिने यो चाहिँ भेडारको लास्ट टर्निङ हो अब सिधै भेडार हजुर यहाँ माथि चिसो छ तल यस्तो छ तल यहाँबाट देखिने हामी चाहिँ बाटो हुँदै आएको तलको बाटो यस्तो अब हामी भेडार फाइनली आइपुग्यौँ यो चाहिँ भेडार हामी अब जान लागेको छिन्ताङ हो छिन्ताङ अब हामी धनकुटा हिले हुँदै जान्छौँ नमस्ते घटनाको बाटो हुँदै मूलघाट हुँदै दाजुले सिकाउँदै हुनुहुन्छ ठाउँहरू फाइनली हामी भेडार आइपुग्यौँ एकदम यो चाहिँ स्वर्गको टुक्रै भन्दा भेडार अब हामी एकछिन बसेर चिया खान्छौँ भेडारमा त्यसपछि हामी सिधै जान्छौँ किनभने भेडारमा चिया खाने भन्ने थाहा थियो त नि फोन गर्नुपर्छ त्यो चाहिँ भेडार बजार हो तल पो पुगेछ यहाँ हामी चिया खाने हो ल यो चाहिँ एकदम भेडार बजार दाजु भेडार आइपुग्यो के भनिदिनु के भन्नु राम्रो रमाइलो हाम्रो दाजु एकदम फेरि एकदम हेर्नु मान्छे दारी सारी पालेर अहिले साउन लागेर साउन सकिसक्यो दारी काट्ने नाम निशान छैन यो चाहिँ एकदम भेडार बजार हामी एकजना आउँदै दुईजना हो त्यहाँ दाजु चिया खाने नि फेरि दाजु केही भनिदिनु अझै चिया खाएर जानुपर्छ यहाँको चिसो महललाई तातो बनाएर होइन हो हाम्रो एकजना फेरि आइपुग्नु भयो यहाँ भरे पूजा गर्ने कुखुरा हो यो छिन्ताङ देवीमा लगेर उठ्याएको छ ल यो चाहिँ भेडार यताबाट चाहिँ तपाईँको पाथिबारा मन्दिर जान्छ यताबाट सिधै धनकुटा जाने यताबाट सिधा उता चाहिँ नाम्जे जाने ठाउँ हो राम्रो छ एकदम मौसम अब हामी चिया खान्छौँ कस्तो लाग्छ भेडार सनाइ पुग्दाखेरि हामी चिया खान बसेको चिया अर्डर छ भाइ तिमी पनि भन भन अनि कस्तो लाग्दैछ अनि भाइको स्माइल चाहिँ खतरा छ के त बेसी गर्नुहुन्छ अरे हेलो खानु हुँदैन त्यस्तो कुराहरू खानु हुँदैन दाजुले चाहिँ भाउजूलाई फोन गर्नु हुँदैछ सबैलाई फोन गर्नु चिया खाने ठाउँ यहाँ होटेलमा त्यही त अहिले नै गरिदिनु अब हामीले यहाँ चिया खाजा खाएर अब हामी यहाँबाट निस्किन्छौँ अब भेडारबाट हामी सिधै जान्छौँ हामीले चिया खाएको ल अब हामी यहाँबाट अब हामी यता जान्छौँ यतापट्टि तपाईँको डाँडाबाट जाने बाटो यताबाट मन्दिर जाने बाटो अब यताबाट धनकुटा धनकुटा अब हामी
धनकुटा हुँदै हुँदै हिलै हुँदै अनि हामी छिन्ताङ पुग्छौँ। चलो हामीले यहाँ अहिले चिया खायौँ अनि यहाँको धनकुटे बिस्कुट खायौँ। चाहिँ हामी लागि यस्तो राम्रो मौसम छ, यस्तो राम्रो भ्यू छ। लाग्यौँ होइन दाजु, भन्दिनँ दाजु के भेटारबाट ओह्रालो अब नमस्ते धर्ना हुँदै मुलघाट हुँदै धनकुटा पुगिन्छ। न्युट्रलमा हिँड न केटा हो। तेल बचाउनु पर्छ, तेल। जोस जाँगरको साथ होला नि हैन। जोस जागरको साथ गाडीको आवाज आइहाल्छ। अनि दाजु गीत गाउँदै हुनुहुन्छ। हजुर कहाँ आउनु आँट्यो दाजु? कार्की छाप आउनु आँट्यो अरे। अब हेर्नु कस्तो राम्रो एकदम छाप लगाएको छाप छोडायो कार्की छाप। हमारा छापे हो नि दाजु। यो चाहिँ एकदम कस्तो राम्रो भ्यू छ। यतादेखिको चाहिँ बाटो राम्रो छ, एकदम बाटो छ। यहाँबाट चक यस्तो गरेपछि वाउ पिस खायो। चलो अब यो बाटो सिधै हामी धनकुटा हुँदै कार्की छाप ठाउँ चाहिँ यसको यो ठाउँको नाम चाहिँ कार्की छाप हो होइन दाजु? ए हो र? ए यो ठाउँमा कार्की छाप भनेको चाहिँ राम्रो छ ठाउँ, एकदम प्राकृतिक सौन्दर्य भरिपूर्ण ठाउँ। जाडो पनि ओभर नहुने है। यस्तो गर्मी अलिक ठिक्क शीतल भइरहेको जाडोमा जाडो।
एकदम राम्रो छ मौसम। आकाश त्यस्तै छ, बादल पनि त्यस्तै राम्रो छ। त्यो बाटोहरू क्याफेहरू निकै छ अहिले। हामी कार्की सापपट्टि, हामी दुईजना एउटा ग्रुप अगाडि हाम्रो, एउटा पछाडि, हामी दाजुभाइ बिचमा छौँ। दुईजना उता होइन। कस्तो राम्रो मौसम छ, यस्तै राम्रो यहाँको यो देखिरहेको छ। घाम राम्रो लागेको छ, बादल त्यस्तै छ, धनकुटाबाट एकदम राम्रो मौसम। जसलाई एकदम मन आनन्द हुने खालको मौसम छ। बाटो चाहिँ अब यस्तै नै छ, टर्निङ बाटो नै छ, टर्निङ। यो ठाउँको नाम चाहिँ कोलबोटे अरे, कोलबोटे। यो ठाउँको नाम सबै दाजुले भनिदिनुहुन्छ कुन ठाउँ भनेर, कस्तो राम्रो। आउँदाखेरि न्युट्रलमा पनि आउन सकिन्छ भेटारबाट यहाँसम्म चाहिँ, पुरै ओह्रालो बाटो हो। हामी अब 10-11 किलोमिटर छ मुलघाट पुग्नका लागि। 10 किलोमिटर छ अरे दाजुले भन्नुभयो। हामी मुलघाट जाँदैछौँ। नमस्ते झरना आउन लाग्यो। एउटा कस्तो राम्रो देखिएको छ त्यो बाटो। कहिले 5 बज्न लाग्यो, 5 बज्न लाग्दाखेरिको भ्यू। नमस्ते झरना। यहाँबाट चाहिँ नमस्ते झरना जान सक्नुहुन्छ। त्यो बाटो सिधै उता जानु भने नमस्ते झरना। यहाँबाट पनि देखिन्छ झरना, यहाँबाट देखिन्छ हो र। यहाँबाट पनि झरना देखिन्छ अरे। हाम्रो दाजुले भन्नुभयो हो रहेछ। त्यहाँ माथि छ नमस्ते झरना। अभी त नमस्ते नै कर रहा है। नमस्ते झरना, यहाँ झरना देखिँदो रहेछ। देखाउन चाहिँ खोजेको देखिएन होला, देखिएन। पहाडहरू राम्रो छ। हामी नमस्ते झरना कटेर फेरि लाग्यौँ हाम्रो गन्तव्यतिर। थियो अरे हाम्रो दाजुले भन्नुहुन्छ होइन दाजु। त्यही भएर अहिले बेलाको ढुङ्गाहरू झर्ने हुनसक्छ अरे। त्यो बाटोमा चाहिँ विचार पुऱ्याएर हिँड्नुपर्छ अरे। कटिसक्यो, अलिकति मात्रै चाहिँ हामी कटिसक्यौँ। अब हामी फेरि सिधै जाँदैछौँ। दाजुभाइ बाटो राम्रो छ। सननन बाटो छ, अगाडि पनि बाटो छ। यो बाटो पनि त्यस्तै राम्रो छ, यतापट्टिको भ्यू पनि त्यस्तै राम्रो छ।
मूलघाट 8 किलोमिटर। म चाहिँ पुरै भ्यूको मात्र मजा लिँदै बसिरहेको छु। दाजुसँग हिँड्दाखेरिको फाइदा यही हो। Simsua आइपुग्यौँ हामी। सिम्खुवा मुख बनाना पर्ता है अरे दाजु भन्नुभएको सिम्खुवा। हाम्रो एउटा ग्रुप चाहिँ अगाडि छ, हामी यहाँ एकजना ग्रुप चाहिँ पछाडि। यहाँ चाहिँ एकदम गर्मी रहेछ। माथि भेटार गयो भन्दा पुरा घाम लागेको रहेछ, गर्मी छ यहाँ चाहिँ एकदम। खोलाको किनारै धुलो पनि त्यस्तै बाटो खत्तम बिग्रेको रहेछ। बाटो खत्तमले गर्दाखेरि गर्मी घाम तातो धुलो सबै छ यहाँ चाहिँ। भ्यू चाहिँ राम्रो छ। कस्तो घाम, धेरै घाम रहेछ यहाँ चाहिँ। हामी अघि ज्याकेट लाउने कुरा गर्दै थियौँ, यहाँ पछि यो लगाएको टी सर्ट पनि खोल्ने बेला भइसक्यो, त्यस्तो घाम छ यहाँ। थुक्पाको फेमस होटल आयो, यो चाहिँ घन्टे होटल। यहाँ चाहिँ एकदम राम्रो पाउँछ खानेकुरा, खाजा, थुक्पा। ठाउँको नाम पनि घन्टे हो। यो ठाउँको नाम होटल पनि घन्टे होटेल। यहाँबाट राम्रो छ। यतातिरको भ्यू चाहिँ सबै राम्रो, एकदम राम्रो भ्यूहरू मात्र छ। रमणीय छ। एकचोटि घुम्न आउनै पर्ने ठाउँमा पर्छ यतातिर सबै। यो देखेको लेउटी खोला, यो देखिएको लेउटी खोला अरे हामी दाजु भन्दै हुन्छ। लेउटी खोला हो, यो उल्टा बगेको खोला जस्तो लाग्छ। यो उल्टा बगेको खोला अरे, नेपालकै मात्र उल्टा बगेको खोला। यो नेपालकै यही मात्र होला उल्टा बगेको खोला, लेउटी खोला। यो खोला देख्नु भएको खोला चाहिँ लेउटी खोला हो। ग्रेभिटीले गर्दा उल्टा गएको हो। ए हामी उता पाहाडतिर गए जस्तो लाग्छ। देखो इधर क्या मशीन लेके जाना है इधर, कत्रो डाइनामा हो तो पुरै धुलो उडाएर गयो। यहाँ बाटो अलिक खराब, यो बाटो चाहिँ एकदम खराब रहेछ। यहाँ पनि खोलाले कटानी गरेर बाटो बिग्रेको अरे। यो टिपर आउँदैछ, त्यसले पनि एकदम धुलो उडाउँछ। एकदम पाउडर लगाएको जस्तै भइसक्यो। दाजुलाई चाहिँ केही फरक पर्दैन, दाजुलाई केही फरक पर्दैन। जतिसुकै धुलो उड्यो भने दाढी छ, त्यही भएर दाढीले सेभ गर्छ अरे। जाँदैछु।
हाम्रो डेस्टिनेसन चाहिँ लामो छ। हामी अब अहिले 5 किलोमिटर होला मूलघाट पुग्न। 5 छैन मूलघाट आइपुग्न लागि 3 किलोमिटर छ अरे। हामी अब मूलघाट आइपुग्न लागि होइन दाजु? आइपुग्यो भन्दा नि हुन्छ मूलघाट। हो कस्तो गर्मी छ यहाँ चाहिँ, एकदम गर्मी रहेछ। ल हामी मूलघाट आयौँ। यो चाहिँ मूलघाटको पुल हो। हेर्नुहोस् त्यो चाहिँ एकदम त्यो चाहिँ कमर नदी हो। एकदम विशाल। ऱ्याफ्टिङ गर्न मजा आउँछ अरे तल चतरासम्म। हजुर रिभर ऱ्याफ्टिङ के लिए मस्त एरिया अरे बाबा। केटाको पनि यस्तो छ कमर नदी। हामी अब कमर नदी कटेर लाग्यौँ। अब उकालो लाग्यो। अघिको ओह्रालो थियो, अब उकालो। उकालो पनि एकदम उकालो रहेछ दाजु। यसले विश्वनाथ मन्दिर जाने बाटो हो। हेर्नु उकालो, धेरै उकालो छ यतातिर। हाम्रो ग्रुप हो दाजु, यसलाई ओभरटेक गरेर जानेहरू छु। अब हामी उकालो लाग्दैछु। अब दाजुभाइ हजुर एकदम धेरै उकालो रहेछ। अझै त के पनि अझै उकालो छ। यो गर्मी भए पनि भ्यूहरू चाहिँ एकदम राम्रो छ। तर त्यो अब हामी आइपुग्यौँ रुद्रबारी। अरे यो ठाउँको नाम चाहिँ रुद्रबारी। यहाँ चाहिँ पुरा रुद्राक्ष फल्छ क्या दाजु? ए रुद्रबारी मात्र अरे, रुद्राक्ष होइन अरे। यो पर लेखेको चाहिँ धनकुडा बजार। धनकुडा बजार त्यो चाहिँ धनकुडा बजार हो। त्यो सब धनकुडा बजार हो। धनकुडा नि मस्त घाम लागेको रहेछ। अब हामी हिले पुगेपछि चाहिँ त्यहाँ चाहिँ चिसो हुन्छ। त्यहाँ चाहिँ जाडो एकदम। हिले होइन उता धनकुडाको अलिकति माथि सल्लेरी कटेपछि ज्याकेट लाउनु पर्छ। धनकुडाको सल्लेरी कटेपछि ज्याकेट लाउनु पर्छ अरे। त्यो चाहिँ धनकुडा बजार। यहाँबाट राम्रो देखिँदो रहेछ। गाडी पनि अलिक सेलाउँछ होइन। अलिकति ठाडो उकालो छ नि त। सबै घरहरू देखेको छ धनकुडा बजारको घरहरू। अब हामी धनकुडा बजार पुग्छु। बुढीटार आउँछौँ अब। बुढीटार
बुढीटारमा चाहिँ प्रायः फलफुलहरूको यस्तोहरू सस्तोमै पाइन्छ। जस्तो अब अहिले टमाटर धरान उतातिर महँगो छ, यहाँ अलिक सस्तो हुन्छ। भोलि फर्किँदाखेरि हामी पनि किनेर जान्छौँ। घाम लागे पनि मौसम एकदम राम्रो छ, पानी परेन, पानी नपरेको राम्रो। कस्तो राम्रो छ। सबैजना घुम्न आउनु होला। यो चाहिँ एकदम फर्स्ट भ्लग बनाएको मैले। सपोर्ट गर्नु होला सबैजनाले, हेर्ने हुने जतिले। फेरि नेक्स्ट टाइम अर्को अब कता जान्छु त्यसको फेरि अर्को म भ्लग बनाएर हाल्छु। फर्स्ट भ्लग हो, नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला। जस्तो छ त्यस्तै निकालेको, एडिट सिडिट केही पनि हुँदैन। यतिकै हामीले गरेर युट्युब च्यानलमा हाल्ने हो। जति सपोर्ट हुन्छ अनि त्यति नै फेरि बनाउँदै जान्छु, हेर्दै जानु होला। त्यतिकै मैले यो नै गरेको थिइनँ। केटाकेटीहरूले पुरा भ्लगर भनेर भन्दै थियो, अनै गरेको थिएन मैले। जस्तै हामी गफ गर्दै थियौँ, अहिले चाहिँ गरेको थिएँ। अहिले माथिहरू पनि भेटेँ, कस्तो राम्रो छ। बुढीटार आयो अब। कस्तो राम्रो यताको बाटो त गएन नि। हजुर यताको बाटो त गएन होला, यो बाटो बुढीटार आएँ गएन होला। हामी त सिधै जान्छ, बाटो खत्तम छ अरे त। हामी चाहिँ उताबाट नजिक पर्छ नि है, हो यताबाट नजिक पर्छ। बुढीटार आयौँ हामी, बुढीटार बाटो खत्तम छ भने उताबाट नजिक हो भने नजिकै जान्छ। अनि उहाँबाट थोरै पनि के अरे त्यो हिलेबाट पनि थुप्रै पो रहेछ त। छ नि, हिलेबाट पनि टाइम लाग्छ धेरै। म त नजिकै होला। यहाँ छ टमाटर एकदम बेसी टमाटर फल्ने ठाउँ यो बुढीटार भन्छ यसलाई चाहिँ, यो ठाउँलाई। तपाईँको दाम पनि सोध्ने कि फर्किँदाखेरि सोध्ने ल। खानेर अलिक पाकेको
फाइनली अब दाजुभाइले ज्याकेट लागेको अवस्था। दाजु पनि ज्याकेट लाउनुहुन्छ, चस्मा पनि खोज्नुभयो। चिसो छ एकदम। हामी अब हिले बजार अरे धनकुटा चिसो छ, ज्याकेट लाग्यौँ फाइनली। अब त्यसपछि अब हिले पुगेपछि फेरि हिले बजार देखाउने छु हामी दाजुभाइ मिलेर। अब यो ब्लग हाम्रो सक्सेस भएपछि दाजुभाइको फेरि अर्को हाम्रो चाँडै नै अर्को ब्लग आउनेछ। अब त्यो फेरि अर्कै ठाउँको हुनेछ होइन दाजु? त्यो चाहिँ अब अर्कै ठाउँको हुनेछ, नयाँ नयाँ ठाउँको। हामी दाजुभाइ मिलेर नयाँ नयाँ ठाउँ घुमाउनेछौँ तपाईँहरू जो अब नपुग्नु भएकोहरूलाई पूर्वको हामी नयाँ नयाँ ठाउँ घुमाउँछौँ बिस्तारै बिस्तारै गर्दै। लेट्स सी कता कता हुन्छ। चिसो छ एकदम। चिसो भएको अवस्था। गाइज यो चाहिँ हिले बजार हो है। हामी हिले बजार आइपुग्यौँ। यो चाहिँ हिले बजार हो। यो चाहिँ हिलेको एकदम फेमस त्यो तुङबाको बनाएको यो हो। साली के भनौँ न के भन्छ एउटा यो। यहाँबाट तपाईँ सिधा जानुहुन्छ त्यहाँ देख्नुहुन्छ यहाँ हुसो एकदम लागिरहेछ। त्यता उता तपाईँको अब बसन्तपुर तेह्रथुम जाने बाटो त्यताबाट हो। अनि हामी चाहिँ अब यताबाट हामी यता लाग्छौँ, यो बाटो लाग्छौँ। यो बाटो अब तपाईँको उत्तरपानी हो। उत्तरपानी हुँदै 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 हामी चाहिँ अब उत्तरपानीबाट तपाईँको छिन्ताङ पुग्छौँ। यो चाहिँ एकदम हिले बजार हो। यो चाहिँ एकदम राम्रो छ। यहाँ चिसो हुन्छ एकदम। अहिले एक्कासी हुस्सो आएको थियो, फेरि हुस्सो गयो। हिले बजार एकदम यहाँ चाहिँ एकदम जे खायो भने एकदम मिठो हुन्छ एकदम चिसोले गर्दाखेरि। एकदम चिसो छ यहाँ चाहिँ एकदम हिलेमा एकदम चिसो। यहाँ नर्मली पनि चिसै मौसम हुने ठाउँ हो यो हिले बजार चाहिँ एकदम। हेर्नु न उता तपाईँ देख्न सक्नुहुन्छ हुस्सो कस्तो हुस्सो छ। त्यही बाटो त्यहीँ उतादेखि उता हुस्सो त्यस्तो छ। यता अहिले हुस्सो छैन, त्यो बिस्तारै बिस्तारै हुस्सो यता आउँछ फेरि। यो चाहिँ एकदम हिले बजार। ल अब हामी यहाँबाट हाम्रो गन्तव्यतिर लाग्छौँ। हाम्रो गन्तव्य भनेपछि अब यताबाट यताको उत्तरपानी। हेर्नुहोस् अब हामी यताबाट यस्तो लाग्यो कि यताको चाहिँ अब उत्तरपानी जाने बाटोतिर यस्तो छ मौसम, सब हुसो लागेको। हुसो लागेको चिसो भएर एकदम तल हेर्नुहोस्, तल एकदम केही देखेको छैन। चिसो यस्तो चिसो छ यहाँ। अब अहिले नै यस्तो हुसो लागेको छ भने चाहिँ आफै हेर्नु। हामी चाहिँ अब हिलेबाट यता उत्तरपानी लाग्यौँ। एकदम चिसो चिसो छ एकदम। बाह्रै मास जाडो हुने ठाउँ हो यो चाहिँ फेरि। बाटो खल्टाङ खुल्टुङ छ तर एकदम चिसो छ। चिसो त पुरै नगर्नु यस्तो चिसो छ। हेर्नु दाजुले गीत गाउँदै हुनुहुन्छ। ओ हेर्नु त कस्तो हुसो। ओ केही देखेको छैन। यहाँ छ स्वर्ग कहीँ खोज्नु पर्दैन, स्वर्ग यहीँ छ। एकदम स्वर्गमै आए जस्तो फिल भइसक्यो यहाँ आउँदा हामीलाई। अप न्यूट्रल में जाएंगे दाजुले भनिसक्नुभयो।
त्यो रस्ता क्या दामी छ है बाटो हो। सिटी रोड जस्तै कस्तो दामी छ एकदम राम्रो छ चिसो त्यस्तै छ ओ दाजु हात छोडेर कुदाइदिनु कस्ता एकदम चिसो छ हावा त्यस्तै चिसो आएको छ चिसोले गर्दाखेरि बोली नै आएको छैन मेरो राम्रो भयो आज एकदम राम्रो व्यवस्थित रहेछ ठाउँ चाहिँ तर एकदम चिसो हामी चाहिँ पुरा यहाँ अब हिलेबाट उत्तर पानी कटेर जिटी रोडमा हिँड्दैछौँ दाजुको जिटी रेसिङ कुदाइ छ यहाँको भ्यू यस्तो राम्रो छ हेर्नु यहाँ यस्तो टर्निङ छ बाटो एकदम राम्रो रहेछ यस्तो राम्रो बाटो अरे भाई ऐसा बाटो तो मैंने वीडियो गेम में देखा था दाजु भिडियो गेम मात्र देख्नु भएको यस्तो बाटो यस्तो राम्रो बाटो लाग्यो भन्ने हुन्छ भिडियो गेम खेले जस्तै भयो जिटी रेसिङको बाटो बाटो कस्तो छ हामी पुरा न्युट्रलमै हो अघि हिलेदेखि यता लागेदेखि अलिक उत्तर पानीमा अलिकति एकचोटि स्टार्ट त्यहाँदेखि न्युट्रलमै हो बाटो यस्तो छ बाटो चाहिँ एकदम बनाएको हो बाटो छ भिडियो गेमको बाटो जस्तै छ भन्दैछ दाजु भिडियो गेममा पो यस्तो बाटो हो अब आयो अब यहाँबाट चाहिँ एकडार झुकिन्छ होला सहिद भूमि पर्खिउँ एकछिन हुन्छ हामी पर्खिन्छौँ अब हामी यो चाहिँ अब थलथले बजार हामी अहिले अब दिउँसो हिँडेको मान्छे अहिले अब 7 बज्न लागिसक्यो हामी यसो पुगेको चाहिँ छैन अब चाहिँ यहाँबाट अघिसम्म चाहिँ राम्रो बाटो थियो अब चाहिँ एकदम कच्ची बाटो सुरु भयो यो चाहिँ थलथले बजार अरे एकदम बाटो अब यस्तै छ ग्राभल कच्ची बाटो अब यहाँबाट अझै 10 किलो 11 किलोमिटर छ सिन्ताङ पुग्नका लागि हामी अन द वे नै छौँ अझै पनि पुगिसकेको छैन अब पुगिसकेपछि पनि तपाईँहरूलाई अपडेट गराउनेछु हामी बिहान दिउँसो हिँडेको मान्छे छिन्ताङ आइपुग्दाखेरि यस्तो रात पर्यो अब यताबाट मन्दिर जाने बाटो जस्तो लाग्छ हामी मन्दिर जान्छौँ धर्ना यहाँ बस्नको लागि चाहिँ पहिला बसेको ठाउँ त्यही थियो र त्यहाँ आएर कुरा गरेर रुम लिइहाल्यौँ अब सामानहरू राख्यौँ अब यहाँ निस्किया छौँ पूजा गर्न यहाँ आएर बसेको छौँ हामी न्यू स्टेला किराना पसल अरे यहाँ यस्तो रहेछ दिदीको होटल छ राम्रै छ अब मन्दिर गएपछि मन्दिरको म देखाउने कोसिस गर्छु चार्ज पनि छैन फाइनली है सिन्ताङ आइपुग्यौँ अब हामी यहाँ थोरको सामान राख्यौँ दिदीसँग कुरा गऱ्यौँ हामीले दिदीसँग कुरा गरेर रुम लिइसक्यौँ अब हामी चट्ट यहाँबाट मन्दिर गइहाल्छौँ मन्दिर गइहालेपछि अपडेट फेरि हुन्छ नि दाजु ल यो दिएको तैँले उता मन्दिरको पनि भन न मेरो मात्र सिन्ताङ देवी माताको दर्शन गरी
ल हामी छिन्ताङ देवीकोमा आयौँ। यहाँ हाम्रो दर्शन पनि भयो। दाजु जय छिन्ताङ देवी माता। भाइ यता आयो। हामी आयौँ दर्शन गऱ्यौँ। अब हाम्रो एकदम छिन्ताङ देवीको मन्दिर। तपाईँ आज मैले देखाउन खोजेको ठाउँ यिनै थियो। छिन्ताङ देवीको थानसम्म ल्याउने सोच थियो र को आउनुभएको हुनुहुन्न यो भिडियो हेरेर छिन्ताङ देवीको दर्शन गर्नु होला। यहाँ चाहिँ राति मात्र पूजा हुन्छ, बिहान दिउँसो पूजा हुँदैन, राति मात्र हुन्छ। त्यसमाथि पनि तपाईँलाई आइतबार अनि औँसीहरूमा पूजा हुँदैन। त्यो चाहिँ अब हजुरहरू कोही आउने सोच्नुहुन्छ भने विचार गरेर मात्र आउनु होला। हामी पनि यहाँ मन्दिर खुलेको भएर पूजा गर्न आएको थियौँ। ल अब फेरि अर्को भिडियोमा भेट गरौँला। सपोर्ट गर्नु होला। अब एकछिनमा रुममा पुगेर पनि त्यहाँको हल्का म सेयर गर्छु तपाईँहरूलाई भिडियो। मन्दिरको चाहिँ दर्शन गर्नु होला। धन्यवाद।